नमस्ते गाइस, आज चाहिँ मसँग हुनुहुन्छ दाइ, हामीसँगै रुममेट हो। हाम्रो के कस्तो लाग्छ हाम्रो कुराहरू हजुरहरूले मन पराइदिनु होला र कमेन्टमा पनि भन्नु होला। राम्रो लाग्छ भने अबदेखि हाम्रो स्टार्टिङ पोइन्ट हुनेछ कुनै कुरामा हजुरको जिन्दगीमा मेल खान गएमा त्यसको लागि मात्र उस हुनेछ। अनि दाइ नमस्ते, सन्चै हुनुहुन्छ? नमस्ते, एकदम ठिक छ। तिमीलाई? ठिकै छ। अनि अरू के कस्तो छ दुबईको बसाइ? दुबईको बसाइ अहिलेसम्म त ठिकै भनौँ हैन। हजुर, जस दिनचर्या मजाले चलिरहेछ। त्यही हो, काम जाउँ आउँ खाउँ सुतौँ हैन। हजुर, नर्मल लाइफ भनौँ न। नर्मल भइरहेछ हैन। दुबई फर्स्ट टाइम हो कि अर्को कन्ट्री जानुभएको थियो र? यो मेरो खास सेकेन्ड टाइम हो। हजुर, म दुबई भन्नाले युएईमा चाहिँ 2012 मा पहिला अबुधाबीमा पनि 6 वर्ष बसेँ हो क्या। 6 वर्ष बसेर जानुभएको? 6 वर्ष बसेँ लाइक। अनि फेरि 2018 मा फेरि नेपाल पुगेर 6 वर्ष जस्तो नेपालमा बसेर फेरि यो चाहिँ अहिले 2023 मा म आएको यो दुबईमा चाहिँ। दुबई भनेपछि 2 वर्ष हुन लाग्यो। भइसक्यो यो अप्रिलमा अप्रिलमा ठ्याक्कै हुनुभयो। यो सबभन्दा राम्रो बेस्ट कन्ट्री दुबई लागिरहेछ। त्यसो भए अहिलेसम्म त मेरो त सेकेन्ड होम हुन्छ नि हैन। हजुर, अब यहाँबाट नेपाल, नेपालबाट दुबई त्यस्तो मात्रै भइरहेछ। सेकेन्ड घर भनौँ न हैन, सेकेन्ड घर त्यो भइरहेछ है अहिले। तर जस हामी जस्तो अब मिडल क्लास फ्यामिलीहरूलाई एउटा सानो केही स्टार्ट गर्नुको लागि चाहिँ दुबई चाहिँ एकदम राम्रो ठाउँ जस्तो लाग्यो मलाई हैन। बेसिकबाट स्टार्ट गर्नुको लागि। हजुर, त्यही हो सजिलो हुन्छ जोस सजिलो आउन बस्न, जरा रोपे जस्तै त्यस्तो टाइपको हुँदैछ। हजुर हजुर। अनि अरू सब राम्रै चलिरहेछ? एकदम। जब चाहिँ पहिला के थियो र? मेरो चाहिँ फिल्ड भने पहिला पनि सुपर मार्केटमै हो, सेल्सम्यान हैन। अहिले पनि त्यही छु, सेल्सम्यानमै छु। जस पहिलाको राम्रो कि अहिलेको राम्रो? अब कम्पेयर गर्दाखेरि कम्पनीको हिसाबले कम्पेयर गर्दाखेरि त पहिलाको कम्पनी पनि ठिकै हो हैन, त्यो नट ब्याड अब हैन। तर अहिलेकोमा चाहिँ के छ भने डिफरेन्ट चाहिँ के पायो भने एउटा ड्युटी टाइमिङ के ड्युटी टाइमिङ। अब पहिलाकोमा चाहिँ 12 घन्टा काम गरेर हैन सेम स्यालेरी खाइन्थ्यो भने अहिले 8-9 घन्टा काम गरेर पनि सेम स्यालेरी खान पाइरहेको छ। त्यति डिफरेन्स छ। नत्र लाइक नत्र त मार्केटिङ इन्डस्ट्रीमा प्रायः जस्तो काम चाहिँ जहाँ पनि एउटै टाइपको हुन्छ, एउटै हुन्छ। तर कामलाई चाहिँ प्राथमिकता दिनु पर्यो। एकदम एकदम हैन। कमाउन आएको फेरि वाइल्ड गर्ने पनि छ नि हैन। वाइल्ड गरेर खाने हुन्छ। म फेरि छक्क पर्छ तिनीहरूले वाइल्ड गर्छ हैन, दिनकै कसरी सेभिङ गर्छ, कहाँ पठाउँछ, के गर्छ, छक्क पर्छ कि। फेरि मान्छे आरामले जिरा हुन्छ हैन। छक्क पर्छ कि यिनीहरूले चाहिँ गरेर रहेछ है जस्तो लाग्छ कहिले काहीँ। म पनि वाइल्ड गर्नु क्या हो भन्ने हुन्छ कि फेरि हैन। तर फेरि त्यही हो, अहिलेसम्म चाहिँ जस सिम्पल तरिकाले नै चलिरहेछ। त्यो टेढो मेढो लाग्ने चाहिँ बाटो सबै भइसक्यो हैन। अहिलेसम्म मजाले चलिरहेछ हैन। त्यही हो। अनि तिम्रो पनि त कति भयो आएको यार? म आएको त भयो पहिला पनि 2018 मा आएको थिएँ, 20 सम्म बसेँ, ब्याक टु नेपाल भएँ। अहिले आएको भनेपछि ठ्याक्कै 8 महिना त भयो। 8 महिना भयो? ए अब 8 मा चल्दैछ। ए भनेपछि 1 वर्ष पनि भएको रहेछ नि हैन? 1 वर्ष पनि भएन। ए ल ठिक छ नि। पहिला चाहिँ 2 वर्ष बसेर गयो। ए पहिला चाहिँ 2 वर्ष नि बस्यो? 2018 देखि दुबई नै। तर दुबई मलाई यति चाहिँ राम्रो लाग्यो कि यहाँको सेफ्टी, बसाइ, जतिखेर जाऊ ट्रान्सपोर्टेसन जतिखेर नि अभाइलेबल हैन। त्यो कारणले चाहिँ अरू कन्ट्री खासै तिम्रो त्यो पनि भयो। प्लस अर्को कस्तो भने एउटा भिजन देखेर एउटा आइडिया राखेर आयो भने चाहिँ दुबईमा हैन तिम्रो आफ्नै एउटा पर्सनल बिजनेस गर्नलाई पनि ठाउँ रहेछ क्या हैन। ठाउँ बनाइदिएछ एउटा जस सरकारले नै, यहाँको सरकारले नै हैन त्यो चाहिँ अलाउड चाहिँ छ भनौँ न हैन। अब केटाहरूले नि त गरिरहेछ त नि हैन। अब त्यो अनुसारमा हैन पेफरलेस भनेर छ क्या हाम्रो अब हाम्रो साथीको एकदम राम्रो छ हैन। केटाहरू तपाईहरु पनि गएर शपिङ गर्नु होला। राम्रो प्राइस छ, राम्रो राम्रो कपडाहरू पाइन्छ हैन, सस्तो छ। हजुर राम्रो हो नि। तर त्यही चाहिँ सही लाग्यो कि जस बिजनेस गर्नु मन छ, राम्रो भिजन छ, राम्रो आइडिया छ भने चाहिँ गर्नु पनि पाइन्छ। धेरै बेस्ट छ, धेरै राम्रो हो। हाम्रो यहाँ रेस्टुरेन्टहरु छ, नेपाली रेस्टुरेन्ट टन्नै छ। टन्नै यहाँ अझै 3टा छ के अरे सतुवामै।
बर्जुमा गयो भने त धेरै छ अनि कपडा पसलहरू नि लगभग बर्जुमामा 2-3 चाहिँ देखेँ मैले अरू चाहिँ खासै उस गरेँ तर धेरै छ अहिले मार्केटहरू पनि लगातार खुलिरहेको छ गर्न त नेपालीहरू पनि डेभलप हुँदै गइरहेछ नि धेरै गरिरहेछ नि वर्कर नि भयो बिजनेसम्यान नि भयो तर जस्ट बस्नलाई चाहिँ एकदमै राम्रो सुविधा छ हैन तपाई जस यहाँ चाहिँ के रहेछ नि रुल्सको अनुसारमा बस्यो भने चाहिँ आरामले बस्न पायो रुल्स तोड्यो भने गयो ब्याक टु नेपाल हैन नत्र भए फाइन नै फाइन तिरेर कि त कालकोठीमा थुन्यो हैन त्यही भन्दा बढी उयो नै छैन त्यही भएर रुल्समा बस्यो भने चाहिँ एकदम सही दुबईमा बस्नलाई इजी हुन्छ इजी हैन इजी हुँदो रहेछ जस इन्जोय पनि छ बस्न आनन्द नि छ सेफ्टी पनि छ अनि पहिला चाहिँ के कम्पनीमा हैन पहिला चाहिँ कम्पनीमा सेल्समै थिए कपडाको सेल्समै थिए त्यसमा सुरुमा त म वेयरहाउसमा आएको वेयरहाउसमा आएँ वेयरहाउसमा आएर त्यहाँ गर्दा वेयरहाउस गर्दा गर्दै मलाई सेल्समा हाल्दा थियो स्टोरमा त्यसपछि सेल्समा गरेँ लाइक अहिले गरेको बिजनेसमा पनि ठ्याक्कै त्यही आइडिया त हुनु भएन जुन गरेँ सजिलो भयो नि त हैन सही हो अनि त्यो गरेँ त्यसपछि गर्दै गयो त्यसमा राम्रै थियो 2 वर्ष चाहिँ गरेँ मैले रेनोल म नेपालमै बस्ने मन त हो म जति नि बाहिर बसेँ नि नेपालमै बस्छु अब चाहिँ म बस्दिनँ भनेरै गएको थिएँ हालत नेपालमा नेपालमा छैन हैन फ्युचरै देखिएन अब हामीसित त थोरै लगानी हुन्छ अनि कहाँ ठुल्ठुलो सोध्ने हैन अनि थोरै लगानीमा चाहिँ त्यो नभएर चाहिँ सफल नभएर चाहिँ फर्क्यो फेरि ब्याक टु दुबई चलिरहेछ नि त हैन जे पनि बवाल भइरहेछ केटाहरूले गरिरहेछ धेरै राम्रो हो नि यार जे पनि आफ्नो बिजनेस गर्नु र अर्को कम्पनीमा काम गर्नु त हैन धेरै फरक हुन्छ नि त्यो फरक त भन्नाले यस्तो हो जे काममा नि मेहनत चाहिँ चाहियो अब आफ्नै मै गर्छु भनेर त्यसमा नि नलेज भएन भने त कामै छैन हैन त्यो नि बुझ्नु पर्यो नि त अहिले मैले अर्थात् मसँग छ पैसा तर बिजनेस गर्ने आइडिया छैन भने त त्यो मान्छे डुब्नु त हो नि सही कुरा सही हो कि हैन त्यो भएर चाहिँ गर्ने तर आफूले कुन कुरामा चाहिँ आफ्नो फोकस छ त्यो कुरालाई चाहिँ मान्यता दिएर फोकस गर्यो भने त्यो राम्रो लाग्छ मलाई राम्रो होला जस्तो लाग्छ मेरो सोच है लाइक इन्कमको हिसाबले पनि कसरी इन्कमको हिसाबले पनि त धेरै फरक पर्छ नि त हैन लाइक इन्कम त आफ्नोमा र अरूकोमा त अब अरूकोमा स्यालेरी भयो आफ्नो भन्यो आफ्नै हो आफ्नै हो घाटा लाग्यो नि आफूलाई आफ्नै नाफा लाग्यो नि हैन त्यो घाटा लाग्यो भने चाहिँ टुर्नामा डुब्यो नाफा भयो भने चाहिँ आयो चल्छ हो नि त त्यो एउटा रिस्क चाहिँ हैन त्यो एउटा रिस्क राख्ने धेरै त रिस्क त धेरै भयो लाइक त्यही त स्टार्ट गर्दा सुरु गर्दाखेरि केटाहरूले मतलब हुन्छ नि एउटा अब यतिको लगानी गरेर राख्यो भने हैन पछि के गरी घाटा लाग्यो भने लागिहाल्यो भने पनि त्यसको लागि यति छ भनेर ब्याकअप राखेर स्टार्ट गर्यो कि मतलब हैन ब्याकअप भन्नाले ब्याकअप त चाहियो नि 100% राख्नु पर्यो 100% बिजनेस गर्दा ब्याकअप त भएन भने ब्याक सपोर्ट चाहियो मेन कुरो त हाम्रो त सपोर्ट भनेको सब थाहा होला हैन एकजना हुनुहुन्छ महान धेरै सबसे भन्दा टप अब हाम्रो चाहिँ फ्यामिली मध्येमा टपमै भन्नु हुनुहुन्छ उहाँकै उसले हैन चलिरहेछ तर फ्यामिलीमा मेम्बर भन्नाले जति नै उसमा एकजना राम्रो भयो भने मान्छे सक्सेस हुन्छ तर कति प्रायको चाहिँ अब यो हुन्छ कि हाम्रैमा नि सोचौँ जसकोमा नि सोचौँ क्या मलाई चाहिँ यो परेर भन्ने होइन क्या अरूलाई नै भन्न खोजेको केही कुरा हाम्रो राम्रो लाग्छ नि किनकि फ्यामिलीले कुनै हौसला यो चाहिँ गर्दा यस्तो हुन्छ भनेर सपोर्ट भयो भने त्यो मान्छे सक्सेस हुने रहेछ क्या त्यो मान्छे अब एउटाले एउटा खोल्छ ल इभन नेपालमै कुनै पसलहरू खोल्यो भने आएर हे यो त किन चल्छ र लाइक इभन अब तपाईँलाई नै याद होला कम्पनीमा काम गर्ने मान्छे ल यो कम्पनी त किन आएको यार यस्तो मलाई त लास्टै खतम कम्पनी सुरु गर्नु पाएन पहिला सुरु डिस्करेज गरिदिन्छ क्या मान्छेको मोटिभेसन त्यो जुन कुराको लागि आयो हुन्छ त्यो छैन नि हो कि हैन त्यो चाहिँ मलाई त्यो चाहिँ त्यस्तो परेको छैन धेरै परेको छ यार धेरै परेको लाइक अब सेम कम्पनीमा काम गरिरहेछ हैन मैले पनि त गरिरहेछ उसले पनि गरिरहेछ हैन अब मलाई चाहिँ आफ्नो भिजनमा हेर्दाखेरि मलाई ठिक लागिरहेको तर उसकोबाट अर्को कम्प्लेन आइरहेको ए यसले यस्तो गर्दैन यसले यस्तो गर्दैन यसको यही छैन यसको यही छैन त्यो हुन्छ हैन लाइक त्यस्तो कुराले चाहिँ त्यस्तो कुरा सुन्दाखेरि चाहिँ कस्तो हुन्छ भने आफू अगाडि जुन फोकस हुन्छ नि एउटा आफ्नो फोकस
त्यसमा नि डिस्ट्र्याक्ट गरिदिन्छ क्या त्यही त अब यसले यस्तो भन्छ साँच्ची त्यही त्यस्तो पो हुन्छ कि भन्ने त्यस्तो बनायो भने अति नै मेन उसै अर्कै जान्छ क्या तिम्रो भिजनै उयो लाइक मान्छेलाई मोटिभेसन ल यो कम्पनी यस्तो छ काम चाहिँ मेहनतले गर्नुपर्छ काम भनेको हामी सिकाउँछौँ भन्ने नै छैन नि त्यही त होइन अब तिमी त नयाँ हौ जो मान्छे नै अर्को कम्पनीमा गयो भने त नयाँ हुन्छ नि त जिरोबाट सिक्ने हो नि त त्यहाँको बारेमा त हामीलाई थाहा हुँदैन त्यो उनीहरूलाई थाहा भएको कुरा चाहिँ सिकाउनको सट्टा तिमी चाहिँ कस्तो यार यस्तो कम्पनीमा कति यत्रो तिरिरहेको म त जिरो तिरिरहेको भन्छ फेरि भन्नु मैले 1 रुपियाँ तिरिरहेको छु नि फेरि तर कम्पनी त्यस्तै रहेछ भन्ने भने यस्तो अहिले त्यो कुरा चाहिँ अलिकति मान्छेहरू जति नै सिनियर अझ झन् सिनियर पोस्टमा हुनेहरू अलि थाहा भयो अलरेडी यार यसलाई मोटिभेसन दिउँ न राम्रोसित काम गरेर अनि त्यो हामी केमा थियौँ त्यही त डिस्करेज गरिदिने यताउता गरिदिने त्यस्तो खालको मान्छेहरू क्या त्यस्तो मान्छेहरू चाहिँ पर हेरे अब जो नयाँ आउनु लाग्छ होइन जसले चाहिँ अनि यो बारेमा यताउता कम्प्लेन गर्न थाल्छ तपाईँले सुरु गर्ने लागेको कुराहरूमाथि होइन स्टप लिसनिङ टु देम त्यो सुन्नु चाहिँ भएन क्या म अलरेडी आइसकेको छु मसित म्याक्सिमम मान्छे लोनले आउँदो रहेछ है लोनले घर जग्गा बेचेर यार ल फेरि 1000-1200 स्यालेरीमा हुन्छ बिचराहरू त्यत्रो ऋण गरेर हुन्छ अब उसले 2 वर्ष काम गर्यो भने त थोरै तिनै त तिर्छ नि त मजाले हो कि होइन ढिलै लाग्ला बिस्तारै त तिर्छ नि नेपाल गयो भने त डबल भएर बस्छ नि त होइन कहाँ तिर्ने त्यो अहिले जति क्लियर गर्न सक्यो पनि त्यति पनि भ्याउँदैन आधा नै भ्याउँदैन नेपालमा त साँच्चै यार गर्ने ठाउँ पनि छैन गर्यो भने अब नेपालमा फेरि त्यस्तै हुन्छ ए फलानाले यस्तो गर्नु लाग्यो ए ढिस्कानाले यस्तो गर्नु लाग्यो भनेर झन् त्यो मान्छे होइन तर मान्छे यस्तो हो मैले बुझेको अनुसारमा चाहिँ मान्छेले कुनै मान्छेले आफूलाई डिस्काचर बोलेर नराम्रो बोलिरहेछ नराम्रो उस्तिरहेछ भने त्यो मान्छे चाहिँ त परे बस्दा राम्रो किनकि जस्तै होस् क्या घरकै मान्छे नि किन नहोस् हो कि होइन उसले मोटिभेसन दिइरहेछ राम्रो ल गर म सपोर्ट के गर्छु त्यो भन्दा राम्रो तर तैँले के नै गर्न सक्छ तँ यस्तो तँ उस्तो भन्ने मान्छेसित चाहिँ परे बस्दा राम्रो त्यो चाहिँ सही हो कि होइन एकदम सही घरकै मान्छेले गर्ने अरूले त गर्दैन होइन तर यस्तो मान्छे भयो भने चाहिँ टाढै बसौँ तर आफूले के सोचिन्छ त्योमा फोकस गरौँ जता गए पनि जहाँ गए नि युरोप सही लाग्यो होइन अनि हालेर खाँदा चाहिँ सही हुँदैछ फर्स्ट टाइम खाएको यसरी नि होइन अब रेगुलर त चिनी हालेर म खासै फेरि चिनी चाहिँ हालेर खाँदैन थिएँ अलिकति कफी हालेर स्ट्रङ गर्न सट्टा खाने टाइपको तर हनी हालेर खाँदाखेरि चाहिँ दामी हुँदैछ नि होइन अर्कै फिल हुन्छ चिनी हाल्नु पर्ने पनि अर्कै टाइपको थियो क्या अब होइन त्यस्तो हो त्यही हो होइन यस्तै छ दुबई लाइफ अनि अहिले जस तपाईँको आज छुट्टीमा त्यस घुम्न कतै निस्किनु हुन्न कि मतलब आज प्लान त थिएन होइन अहिले गइहाल्यो भने पनि त्यो मेरो मोजा च्यातिरहेको है होइन मोजा किन्नु भने चाहिँ 1-2 जोड मोजा किन्नु पर्ने थियो अहिले एकछिनमा 6-7 बजीतिर निस्किन्छु ट्याक्कै त्यतिखेर खाना साना के लिएर आएर होइन बनाउने अहिले सोचिरहेको छ अहिले होइन एकछिनमा होइन के होइन कसले आएर पकाइदिँदै होइन आफै पकाउनु पर्यो खानु पर्यो तर बनाउनु चाहिँ पर्यो बनाउने खाने त्यही हो हाम्रो बसाइ हामीहरू अहिले हाम्रो स्टुडियो चाहिँ हाम्रो सानो रुम छ रुममै सानो बनाएको छौँ बेस्ट यदि हजुरहरूलाई मनपर्छ हजुरहरू नि कुनै यसै कुरा सेयर गर्न चाहनुहुन्छ भने हामीसित आउन सक्नुहुन्छ कमेन्ट गरेर कन्ट्याक्ट गर्नुहुन्छ होइन एनी टाइम अवेलेबल एनी टाइम भन्दाखेरि हाम्रो टाइम फेरि हुन्छ नि यार 2 बजे भन्दा 4 बजेदेखि 6 बजीसम्म चाहिँ हामीलाई टाइम दिनु मजाले मिल्यो होइन त्यसपछि हामी फेरि पसलमै बस्नुपर्ने हुन्छ लाइक अब तपाईँहरूले नि यसो आफ्नो भिजन होइन दुबईमा बसेको एक्सपिरियन्स यो कुराहरू सेयर गर्नु मन लाग्यो यसरी होइन आफ्नो केही कुराहरू व्यक्त गर्नु मन लाग्यो भने चाहिँ यु क्यान कन्ट्याक्ट होइन ल यस्तो यस्तो परेको छ केही दुःख सुख होइन परेको छ भने पनि कन्ट्याक्ट होइन यहाँबाट हामीले अब होइन हेल्प गर्नु भएन त्यही त हो नि अब नेपालमा बसी एकअर्कालाई हेल्प गर्ने हो दुबईमा होइन नत्र त गाह्रो छ तर एकअर्कालाई डोमिनेट गरेर डाउन गरेर बोल्ने नगर्नु होला मोटिभेसन राम्रो इभन तपाईँको कम्पनीमा सिनियर छ भने पनि
एउटै रेस्पेक्ट दिनु होला दाइको ठाउँमा दाइ भाइको ठाउँमा भाइ रेस्पेक्टले सम्झाउनु होला क्या हरेक कुरा मान्छेले थाहा हुँदैन सबै सिकेर थाहा हुने बुझ्ने हो सिनियर भनेको सिनियरै पढेर हिँड्नु भन्दाखेरि त्यसलाई मोटिभेसन दिएर राम्ररी कसरी हुन्छ त्यो गर्यो भने उसले काममा फोकस गर्छ नि त बिहानै ओइ तँ यो गऱ्यो यस्तो यस्तो भन्यो भने नेपाललाई डाउन हुँदो रहेछ धेरै त्यो चाहिँ हो गाइस कति प्रायले गरे हुँदो रहेछ थाहा नहोला होइन रियलाइज नगरे होला तर धेरै गरे अब नेपाली त नेपालीलाई गर्छ भने झन् इन्डियनहरूको कुरै नछोडे नगरे हुन्छ झन् हेपिदिरहन्छ थाहा नै नहुने गरेर हेपिदिरह भन्छ नि हँसाइ गाड हानिदिन्छ भन्छ नि हँसाइ गाड हानिदिरहेको छ होइन जब अनि आफूलाई पर्छ त्यतिखेर ठ्याक्क थाहा यसले त मलाई हँसा हिँडेको पुऱ्याएको मन्डी हुन्छ कि पछि थाहा भइदिन्छ त्यस्तो नि हुन्छ क्या होइन मुखमा राम बगालेको छोरा हुन्छ होइन तर त्यो नि उस गर्नुपर्छ त अरूभन्दा आफूले मेहनत गर्नुहोस् काममा अघि बढ्नुहोस् होइन तर सबैले भने तर अहिले मान्छेहरू कति प्रायः युरोप जाने भनेर यहाँबाट लास्ट फस्दो रहेछ नि धेरै न्युज सुने अनुसारमा है फेरि अर्को न्युज हेरेर मात्र बोल्यो फेरि साला त अर्काको डोमिनेट गरेर बोल्छस् युरोप जाने तँलाई थाहा छ युरोप बारेमा भन्नु होला मलाई त्यसको बारेमा जान्नु नि छैन होइन तर त्यस्तो गरेर नै मान्छेले पैसा चाहिँ फसेर चाहिँ अभियोग भयो नि त फसेछ धेरै फसेछ नि होइन कतिपय अब त्यो हुन त सोसियल मिडियामा टोटली विश्वास त गर्नु मिल्दैन मिल्दैन त्यो हेरेर हामीले भन्नु नि मिल्दैन होइन जस फस्नु चाहिँ 100% फसेको पनि छ होइन जाने मान्छे गइ पनि रहेछ फेरि गइ पनि रहेछ काम नि गरेर पनि रहेछ लाइक अस्ति भर्खर त्यो हाम्रो अर्को दाइ थियो नि उसको साथी के अरे टिका ब्रोको साथीहरू पनि गयो नि त अहिले रोमानियामा छ नि त टिकटकमा हालिरहन्छ पुरा त्यसमा हालिरहन्छ जाने मान्छे गइरहेछ अब त्यसमा चाहिँ अलिक विचार गर्नुपर्छ होइन कस्तो मान्छेलाई अलिक विश्वास तर म्याक्सिमम मैले दुबई आउने भनेकै मैले जहाँसम्म लाग्छ मैले न्युज यताउति टिकटकहरूतिर हेरेको अनुसारले दुबई आउने काम नि गर्दै गर्ने युरोप कोही लाग्यो भनेर आउँदो रहेछ क्या मान्छेहरू म्याक्सिमम अहिले चाहिँ त्यस्तो छ अहिले चाहिँ ट्रेनमै आइसक्यो यहाँ आउने अलिकति सेभिङ गर्ने सेभिङ गरेको उयसमा एप्लाई गर्यो होइन अप्लाइन गर्दै गऱ्यो काम पनि गर्दै गऱ्यो त्यस्तो रहेछ तर त्यस्तोमा चाहिँ सजिलो पनि भयो नि त यताबाट जानलाई सजिलोले खर्च पनि कम भयो होइन नेपालबाट त्यस्तै हो होइन जाउँ भनेको नि त्यही हो तर नेपालबाट पनि गइरहेको 6 महिना दिन्छ 6 महिना 1 वर्ष पुरै दिन्छ 1 वर्ष अब अर्को 6 महिना तर एउटा कुरो चाहिँ मलाई जति नै नोटिस जहाँ पनि गए पनि फेरि नेपालकै चाहिँ धेरै याद किन आउँछ त्यो त यार जन्मभूमि भइहाल्यो नि होइन त्यो त हाम्रो पिआर पाउँछ सुरुमा त हौसला भएर त्यही त जाने हो नि म्याक्सिमम होइन मलाई थाहा भयो उनीहरूले बोले अनुसारमा त पिआर पाउँछ यस्तो मजा इन्ट्रेस्टै नभएर मैले अप्लाइन नगरे हो मलाई के दुबईमा बस्ने कि त नेपालमै बस्ने भन्ने मलाई लाइक नेपालमै नेपाल धेरै ठिक बस्न आनन्द घुम्न आनन्द फ्रिडम भयो रिल्याक्स भयो केही कुराको टेन्सन छैन इभन टेन्सन भए पनि कतै घुम्न हिँड्यो भने त्यो हराउँछ मान्छेहरू पनि सँगै हुन्छ अब केही दुःख पीडा भयो भने उनीहरूसँग कुरा सेयर गरेर उनीहरूसँग कुरा सेयर पनि मन हल्का भइहाल्छ त्यसै पनि होइन अब घुम्नुको लागि ठाउँहरू दामी नेपालमा कहाँ जाने हो नि भन्नु पर्दाखेरि अहिलेसम्म नेपालै पुरै घुमेको छैन कि हुन्छ नि नेपालै पुरै त हामीले त नघुम्यो होला होइन घुम्ने मान्छेले नि घुम्न सकेको छैन पुरै नेपाल घुमै छैन म भ्लगरहरूको एकदमै फ्यान हो धेरैको फ्यान हो म नि भ्लगरै भन्ने सोच ड्रिम्स भए मान्छे भ्लग बनाउँदै हिँड्ने तर नेपाल टुर घुम्ने भन्ने चाहिँ हो होइन तर अहिलेसम्म सबैको भ्लग हेर्छु रेगुलर कन्टिन्यू फलो गरिरहेको छु तिनीहरूलाई जुन पहिलाको सिनियर सुरक्षा केसी तिनीहरू भयो अनि तिनीहरूलाई लगभग मैले उनीहरूको भिडियो हेरेको
2018 देखि कन्टिन्यू हो 2018 जब दुबईमा आए त्यसपछि उनीहरूको भिडियो हेरेँ अलरेडी त्यो उनीहरूको अहिले दुईजना एकदमै टाइम लाग्छ बुढाबुढी नि रहेछ अहिले त म्यारिड नि भयो नि त उनीहरू त्यो भए सिसन बानिया दाइ उसको नि बब्बा लाग्छ उनीहरू तिनजना चाहिँ कन्टिन्यू हेरे हुन्छ मैले उनीहरूको आउने बित्तिकै उनीहरूको टाइम चाहिँ धेरै हेरे हुन्छ क्या र उनीहरूको चाहिँ लाइक बब्बालाई लाग्छ तर म्याक्सिमम ठाउँमा त जानु भइसक्यो छ होइन तर अझै कति प्राय ठाउँहरू छ उनीहरूले टुर गर्दै त्यही हो टुरबाटै भ्लग टाइम बनाउनुहुन्छ त्यो आइडिया पनि राम्रो हो नि हैन त्यो राम्रो घुमे जस्तो नि भयो घुम्नेलाई चाहिँ राम्रो हो त्यो नि सही हो घुमे पनि भयो ब्लग पनि बनाउँदै गयो हैन कमाउनेले फेरि त्यसरी धरो कमाउनेलाई चाहिँ एडभाइजरहरू होला कमाउने त युट्युबबाट भन्दा नि अब त्यसको लागि त्यो उसमै हिँड्नु पर्यो नि त अब पहिला सुरुमा त फ्यामिली ब्याकग्राउन्ड चाहियो घुम्न नि त्यतिकै त हुँदैन नि त खर्च त भइहाल्छ होटल बस्यो पेट्रोल भन्यो बाइक सर्भिसिङ भन्यो होइन खानु पर्यो खर्च त हुन्छ फेरि नेपालको फेरि जति दुर्गम ठाउँमा गयो त्यति महँगो हुँदै जान्छ अनि लाइक म पहिला सोलुखुम्बु गएको थिएँ सोलुखुम्बु जाँदाखेरि नि तपाईँको त्यहाँ एक थर्मस तातो पानीको 1000 रुपियाँ ए तातो पानीको मात्र 1000 पछि यस्तो याद गरेँ होइन यत्रो महँगो किन गर्छ पानीको धरी यत्रो महँगो किन्ने चाहिँ त्यही पनि नेपालीलाई भनेर सोचेँ होइन तर त्यहाँ पानी निकाल्नु यति दुःख होइन तपाईँको घरबाट निक्लिनु बित्तिकै यत्रो के भन्छ हिउँको त्यो हुन्छ नि जमेको हिउँ त्यसलाई माथि चढ्यो के उकालो गएर कति किलोमिटर माथि गएर हम्बर लगेर आइसलाई डङ 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 फुटाएर एउटा ड्रममा आइस भरेर बोकेर ल्याएर अनि मुनि ल्याएर आगोमा तताएर पानी बनाएर खानुपर्ने क्या त्यस्तो डेन्जर त्यति गर्दा त 1000 दिँदा त ठिकै हो जस्तो पनि लाग्यो क्या अनि होइन त्यो चाहिँ धेरै ठिक हो होइन त्यो पानी नै मतलब पानी नै आउने ठाउँमै जमिदिने तपाईँको म गएको ठाउँमा चाहिँ कस्तो होइन लाइक 6वटा पोखरी भएको ठाउँ होइन म चाहिँ सेकेन्ड पोखरीसम्म पुगेँ त्यहाँ जाँदाखेरि बिहानसम्म त ठिकै थियो बेलुकीसम्म त्यो पानी मजाले चलिरहेको थियो होइन पानी नै थियो भनौँ न पानी भोलि उठेर भोलि बिहान हेर्दाखेरि पुरै हिउँ क्या जमिसकेको थियो कि आइस भएर त्यो तपाईँले त्यहाँ स्केटिङ भयो स्केटिङ पनि खेल्नु मिल्ने त्यस्तो खालको दौरा आइस हम्बरले लगेर फुटाएर आइस ड्रममा भरेर अनि आगोमा तताएर उमालेर खानुपर्ने अनि त्यति गर्दाखेरि 1000 रुपियाँ तिरेर त ठिकै रहेछ जस्तो पनि लाग्यो क्या होइन गाउँ पहाडतिर त पानी त अलरेडी राम्रै खाना एकदम पानी हुन्छ भनौँ तपाईँको त्यहाँ फेरिमा कस्तो भने राईहरू भन्ने केमा थियौँ त्यही मैले चाहिँ सोलुखुम्बु गएको कुरा गरिरहेको थिएँ त्यहाँ नि म बसेँ कति 3 महिना बसेँ होइन 3 महिना वहाँ बस्नु भयो आइस बार त्यो मतलब गर्मी महिनामा पनि त्यस्तो हुन्छ कि जाडोमा तपाईँको नर्मली हिउँ चाहिँ परि नै रहन्छ नर्मली चाहिँ जम्नी आइसै जम्नी टाइपको चाहिँ हुँदैन तपाईँको लाइक अक्टोबर नोभेम्बरबाट चाहिँ बाबालाई हिउँ नै जम्ने आइसै बन्ने होइन त्यहाँबाट त लाइक त्यहाँ मान्छेहरू बसाइ सरेर त्यो हिउँदो भन्छ नि त्यो लाइनसम्म बसाइ सरेर तलतिर आउँछ क्या सबैजना त्यतिखेर तपाईँको अक्टोबर नोभेम्बरसम्म हो त्यसपछि सबजना तलतिर झर्ने मान्छे बजारतिर झऱ्यो त्यहाँसम्म झर्दाखेरि चाहिँ जस्ट नर्मली हुन्छ भनौँ न नर्मली हो नि लाइक रेगुलर लाइफ जिउनु पाइन्छ तर फर्स्ट एक्सपिरियन्स त्यो थियो है हिउँ अब जस्ट नेपालको त्यो त झन्डै बोर्डरतिरै भनौँ न होइन त्यसपछि त उतापट्टि त के चाइना होइन चोयु हिमालले ठ्याक्कै छेक्ने रहेछ नि त पछाडि चाइना अगाडि नेपाल त्यसरी छेक्ने रहेछ नि त धन्न लाइफमा जस त्यहाँसम्म चाहिँ पुग्यो नेपालमा पनि धेरै ठाउँ घुम्ने इच्छा नै होला नि तपाईँ अझै छ यार अझै धेरै ठाउँ घुमै छैन तर यस्तो हो फेरि हामी यहाँ बसिराख्यो भने अब 2 महिना भ्याकेसन गए भने पनि 1 महिना त घरमै बित्छ मजाले बित्छ 1 महिना कहाँ जाने 1 महिना जान त धेरै ठाउँ सकिन्छ तर यताउति गर्दै टाइम जान्छ क्या मसँग छ होइन होला तर मा कति छ क्या कहाँ जाउँ होइन जानु त धेरै ठाउँ जानु छ मुस्ताङ होइन मनाङ मुस्ताङ होइन नत्र पाल्पातिर पनि जानु मन थियो होइन त्यो रेखा के अरे के ताल भन्छ नि एउटा रारा ताल त्यो साइडतिर होइन
जान त टन्नै छ यार तर हेरौँ अहिले नै एकचोटि त कहाँ सकिन्छ होइन बिस्तारै एक एउटा गर्दै गयो भने लाइफमा इन्साल्लाह सबै ठाउँमा नै पुग्दिउँला होइन पुगेन भने बिस्तारै कन्टिन्यू जबसम्म जिन्छ तबसम्म घुमिन्छ होइन तर म लास्ट अन्तिम भए पनि मलाई नि पुरै नेपाल चाहिँ घुम्नु मन छ क्या अहिले त 77वटा जिल्ला छ नेपालमा पहिला 75 थियो अहिले नि सोध्यो भने म्याक्सिमम 75 भन्छ दुईटा जिल्लाबाट छ तर त्यो जिल्ला पुरै सिटीहरू भयो त्यहाँ हुने कुराहरू मन्दिरहरू भनौँ न हामीले जुन उस गर्नेहरू हो त्यस्तोहरूमा नि धेरै छ नि त ठाउँ हो त्यस्तोहरूमा जाने चाहिँ एकदम इच्छा छ क्या घुम्नको लागि भिजिटर प्लस भ्लगर नि भनेर त्यो टाइपले जाँदा नि सही हुन्छ टाइपले चाहिँ तपाईँको लाइक यो बाइक साइक किनेर होइन टक्क बाइकमा एक्लै टुर गर्दा पनि दामी हुन्छ त्यसरी पनि जानु त मजा आउँछ अरूको भ्लग हेर्दाखेरि क्या दामी लाग्छ मलाई चाहिँ त्यही हो मैले हेर्ने नै 3 जनाको अहिले सिसन मानिया दाइ त लगभग गाडीतिरै बनाउनुहुन्छ पोडकास्ट चलाउनुहुन्छ उसको 2 जना त सुरक्षा र उस एमआरबी त पुरै बाइकमै हुनाले तर एमआरबी दाइ फेरि उस जानु भइसक्यो अमेरिका मलाई हेरेर नोटिस गरेर अहिलेसम्म मैले कसैलाई कमेन्ट चाहिँ दिन्न होइन तर मलाई भिडियो दामी लाग्छ हेर्ने मात्र अनि कमेन्ट दिनुपर्छ नि त छैन होइन एउटा फ्यानको हिसाबले अब टक्क हेर्ने त हो नि भ्युज अब जस मन पर्छ नि त त्यही त हो नि त्यही हो होइन यस्तै छ अब हाम्रो आजको यति नै फेरि पछि नै हाम्रो कुरा आउने छ तपाईहरुले माया चाहिँ एकदम गरिदिनु होला हामी दुबईमा बस्नेलाई लाइक एन्ड सपोर्ट हैन नेपाली मन त नेपाली हो बस्न दुबई बस्छ त्यही हो धन्यवाद धेरै अरु के भन्नु छ कि पछि बाँकी राख्ने पछि पनि भन्नुलाई अझै आउँला भेटौँला